ल गाइस हाम्रो यहाँ गाउँमा चाहिँ यति धेरै पानी परेछ, यति धेरै असिना परेछ नि। यहाँ हेर्दै म देखाउँछु। ओ बाफ्रे असिना झन्डै चिप्ले लडेको। ओ असिना असिना बाफ्रे। यहाँ पनि यति ठाउँ रहेछ, यहाँ पनि यति जग्गा हो। अघि त ठुल्ठुलो थियो, अहिले पक्लेर सानो सानो भइसक्यो। यता त परेछ नि क्या हो, हेरै छ ठुल्ठुलो असिना हो। यत्रो असिना असिना परेछ गाइस हाम्रो गाउँमा। मात्रै 10 मिनेटमा पानी छिरेछ यार घर घरभित्र। हो सटन सेतै छ असिना असिना। ए यहाँ त भलबाडी आएछ असिनाको। असिना असिना देख्न सक्नुहुन्छ गाइस, हाम्रो यहाँ ठुल्ठुलो असिना झरेछ। नुनको वर्षा भएछ हाम्रोतिरको चाहिँ। यहाँ आज कति 7:30 बजीतिरको हो है, 17 गते। यस्तो छ हालत। तपाईँहरूतिर कस्तो छ त्यहाँ यसो कमेन्टमा भन्न नबिर्सिनु है। मार्लङ मेर्ली गरिरहेछ। एकैछिन भएर परेको थियो, फेरि कम भएछ, फेरि मार्लङ मिली गरेर अरू पर्ला जस्तो छ। यहाँको अवस्था यस्तो छ। ताजा ताजा समाचार। घरभित्रै पानी छिर्ने गरी यस्तो बाँचिरहेको छ कि पुरै घरदेखि पार हुने गरी। फेरि स्टार्ट भयो। ताजा ताजा हाम्रोतिरको समाचार यस्तो छ है। यहाँ पानी परेर पुरै पानी चाहिँ थोरै परेको छ। पानी भन्दा धेरै यत्रो असिना झरेको थियो। अहिले अझै पनि पहिला असिना चाहिँ रोकिसकेको छ, पानी चाहिँ पर्न थालेछ अब।